यहीँबाट हामी सुरु गर्ने हो। बालाजु बाइपासबाट आयो अनि हेर्नु त पानी परिसक्यो। साथीहरू सबजना त्यहाँ ओस लगाइरहनु भएको छ। अनि यो मुर्कु चेकपोस्ट जाँदैछौँ यहाँबाट हामी। सबैजना पानी परेर यहाँ त्यहाँभित्र ओस लाग्नु भएको छ। कस्तो पानी पर्यो बिहानै। मुर्कु चेकपोस्टतिर लाग्दैछन्। आज वेदर चाहिँ एकदम च्यालेन्जिङै हुने भयो। बिहानैदेखि पानी पर्दिरह्यो भने यस्तो बाटो छ। त्यहाँ मुख्य भन्दा भन्दै आयो अनि त्यसपछि यता नगएर हामी अनि यता लाग्छौँ। पानी निरन्तर रूपमा परिरहेछ एकदमै। म चाहिँ यहाँ छातामा छु। अघि उताबाट आएको थियो। यहाँ त टिकट काउन्टर छ। टिकट काटिसक्यौँ हामीले यता अनि त्यहाँबाट आयौँ। अब त्यहाँ रुजु गर्दै हुनुहुन्छ टिकट। अनि अहिले हामी त्यहाँ खाजा खायौँ। खाजा घरमा त्यहाँ खाजा खाएर विश्राम गरेर यता आएर यहाँ टिकट रुजु गरेर अब हामी यताबाट माथि लाग्छौँ। पानी परिरहेछ। अब हामी चाहिँ माथि लाग्छौँ। यताको माथिको बाटो यताको बाटो अनि परेको परेछ। आज रेनी हाइक हुने भयो। रेनी हाइक हामी चाहिँ आज कम्प्लिटली होइन जङ्गलको ट्रेल हिँड्छौँ। पानी चाहिँ मजाले परिरहेछ। म यहाँ यस्तो रेनकोट छाता सबै ल्याएको छु। यसरी हिँडिरहेको छु। हिल्लो छ बाटोभरि। यस्तो बाटो हिँडेर हाइकिङ आउनुपर्छ। हाइकिङ आउने भन्ने मात्रै हो। यति गाह्रो हुन्छ हेर्नुहोस् गाइज। आजको वेदर त घरमा सुत्ने खाले चट्टो लाएर छ। तर के गर्नु, हामीलाई यहाँ हिँड्नु परिरहेछ। आउँदै यहाँ चाहिँ बिमा विश्रामस्थल रहेछ। अनि एकछिन यहाँ ओत लाएर जुक्का यति धेरै थियो। यति धेरै जुक्काहरू सबै निकालेर माइ गॉड 15-20वटा भइसक्यो जुक्का निकालेको। जुक्का हाइक भइसक्यो। बर्खा जस्तै भइसक्यो आजको हाइक त। हुँदै आयौँ अनि त्यसपछि यहाँ दुईवटा जङ्सन देखियो होइन। अनि हामी तलतिर नगएर माथितिर यसरी गइरहेछौँ। अनि यति धेरै जुका आइरहेछ। निकाल्दा वाक्क दिक्क भइसक्यो। जङ्गलभित्र छौँ भित्र। ओहो हेर्नु न कस्तो हुस्सुला छ। जुकाले सताएर आज साउन्ड सुन्नु न जङ्गलको साउन्ड। पानी परिरहेछ। रेनकोटमा छु म। भिजेर म बिर्सेको। दामी छ वेदर। र हुस्सुलाको जाडो महिना जस्तो भएको छ। जुकाले विधिवंश बनाएर मुजै खोलेर फान्नु पर्यो। मुजैभरि छ। यस्तो ब्लिडिङ भयो। जुत्ता लाउने कन्डिसन छैन। आजको ट्रेल एकदम डेन्जर ट्रेल। यहाँ हेर्नुहोस् गाइज। आज मलाई जुक्काले यस्तो टोकेर रगतम्मै गराइदिएछ। मलाई यहाँ जुत्ता खोलेर खाली खुट्टा हिँड्ने गरायो। यस्तो नि हुँदो रहेछ हाइकमा। एडभेन्चर पनि लास्ट एडभेन्चर भयो भाइ। यहाँ ऐन डाँडा चेकपोस्ट आइपुग्यौँ। एकछिन रेस्ट गऱ्यौँ। अब हामी 12:48 भयो अनि यहाँबाट हामी निस्क्यौँ। त्यहाँनिर चेकपोस्टमा फोटो खिच्न दिएन। अनि एकछिन रेस्ट गरेर निस्क्यौँ। जुका फाल्यौँ।
अहिले पुरा घाम लागिसक्यो आज त खाली खुट्टै हिँडेको छु खाली खुट्टा हिँड्ने आएको भयो मेरो त आज त्यो भएको छ रोकेर अनि जुत्ता मोजा नि जङ्गललाई डोनेसन गर्दै आज त मैले छोडेर हिँडेँ के ब्रेक भयो यहाँ फेरि के भयो यो साथीको खुट्टा लु फाइनल्ली आयो ल जङ्गलको ट्रेल सकेर गाडी बस देख्यो हामीले बस अब जुकाको आतङ्क पनि सक्यो योमा चाहिँ यो ट्रेलमा चाहिँ अलिअलि कम रहेछ तर निकाल्दै आएको खाली खुट्टै हो एकदम एडभेन्चर भयो जामाचो चाहिँ यताबाट जाने हो हाम्रो गन्तव्य चाहिँ जामाचोतिर लाग्यो म चाहिँ स्टिल खाली खुट्टै हो आज चाहिँ आजको मेरो हाइक अलिक डिफ्रेन्ट छ न्यू एक्सपिरियन्स भइरहेछ मलाई सक्यो जङ्गल कतिखेर सकेला भनिरहेको थियो मलाई इरिटेसन भएर आज त जुकाले ओ माई गॉड अहिले त बाटो छ बाटो आयो बाटो बस पनि छ बस पनि आएको छ त्यहाँ बस पछाडि साथीहरू हुनुहुन्छ के भइरहेछ तीनटा बस त उताबाट नि आयो क्या बस बाटो छैन बिग्रिरहेछ लेट्स गो एन्ड सी है गाइज हजुर बाटो बस जस्तै भयो गाडी गएन गाडी अड्क्यो नि त यहाँ त 2 बजे फाइनल्ली जामाचो आइपुग्यौँ अलिकति बाटो हिँड्नु छ सिडीको बाटो हिँड्नु छ थकाइ लागिसक्यो भोकले मरिसकेँ केही खाएको छैन बिहान हिँडेदेखि सबैजना त्यहाँ पूजापाठ भइरहेछ आज म टपमा आइसकेँ टपमा दामी छ भ्यू ल गजब भ्यू माछुबाट फर्किँदैछौँ सबैजना रमाइलो भयो आज आयो कस्तो भयो भाइ बब्बाल अनि हजुरको कस्तो भयो अनुभव बहुत राम्रो भयो हजुरहरूको सङ्गतले हो खानपिन पनि राम्रो भयो अलिकति जुका लाग्यो हजुर जुका लाग्नु पनि एक किसिमको सम्झना नै भयो एकदमै नौलो अनुभव भयो नि त आज ल अब चाहिँ हाइकिङ भनेको खास हाइकिङ भयो हजुर अनि हजुरलाई कस्तो भयो एकदम रमाइलो भयो जुकाले खासै टोकेन के भएको हो एउटा पनि टोकेन तपाईँ लक्की पर्नु भयो आज ल अब 1-1.5 घन्टामा हामी तल फुलबारी गेट पुग्छौँ कस्तो हात्ती गयो अघि त जुका आएर यहाँ फर्किँदैछौँ हामी आएको थियौँ यताको बाटो अब हामी फर्किने चाहिँ यता तलको बाटो फर्किन्छौँ यताको बाटो फर्केर जान्छौँ हाम्रो फुलबारी जाने बाटो भनेर देखाएको छ साइन पोस्ट अनि हामी यहाँ तल झर्दैछौँ जङ्गलको बाटो रमाइलो छ यताको यता चाहिँ जुका सुका छैन रमाइलो छ जामाचोबाट यहाँ तल झर्दाखेरि यहाँ यस्तो राम्रो भ्यू पोइन्ट छ सबैजना यहाँ यस्तो मजाले बस्नु भएको छ चिल्ली गरिरहनु भएको छ पछाडि हल्ला गर्दै हुनुहुन्छ त्यहाँ राम्रो ठाउँ छ रिफ्रेसिङ प्लेस अहिले 5 बजेर 10 मिनटमा हामी चाहिँ फुलबारी गेट आइपुग्यौँ
बाटो देखिसक्यो अब हेर्नुहोस् त्यहाँ बाटो आइसक्यो यस्तो रमाइलो भयो आजको नयाँ नयाँ अनुभव पनि भयो टायर्ड अब हामी यहाँबाट चाहिँ गाडी लिएर बाइपास पुग्छौँ त्यहाँबाट अनि ब्याक टु होम ओके गाइज सी यु इन नेक्स्ट हाइक ओके बाई बाई